केही बेरमै उसको शरीर पनि जल्न थाल्यो, तर ऊ जलिरहेकी थिइनन्। आगोको बीचमै ऊ नाचिरहेकी थिइन्। हरि डराएर त्यहाँबाट चुपचाप भाग्यो। घर पुग्दा उसको शरीर पसिनाले भिजेको थियो। त्यो रात हरि निदाउन सकेन। बिहान हुनासाथ हरिले रातिको सबै कुरा आफ्नो मिल्ने साथी मोहितलाई सुनायो। मोहितले उसको कुरा मजाकमा उडायो। तँलाई हिजो राति रक्सी धेरै भए जस्तो छ भन्दै ठट्टा गर्यो। आज म पनि देवघाट पुगेर आउँछु अनि भोलि भेटेर भन्छु भन्दै मोहित आफ्नो घरतिर लाग्यो। हरिले यस्तो कुरासँग मजा गर्नुहुन्न भनी सम्झायो, तर मोहित मानेन। भोलिपल्ट बिहान हरि उठ्ना साथ मोहितलाई भेट्न उसको घर गयो। मोहितको घरमा रुनाबासीको माहौल थियो। के भयो भनेर हरिले सोध्यो। मोहितकी श्रीमतीले भनिन्, मोहित हिजो रातिदेखि बेपत्ता छ। हत्तपत्त हरि देवघाटतिर दौडियो। देवघाटको नदी किनारमा फेरि मानिसहरूको भिड लागेको थियो। अलि नजिक पुगेपछि हरिले जे देख्यो त्यो देखेर उसको सास रोकियो। किनारबाट फेरि अर्को मान्छेको टाउको कंकाल पुलिसहरूले निकाल्दै थिए। सबै गाउँले खुसफुस गर्दै थिए। कसको टाउको होला? उत्तर त केवल हरिसँग थियो, तर ऊ मौन नै बस्यो। आज पनि देवघाटको नदी किनारमा कहिलेकाहीँ मानिसको टाउको कंकाल भेटिएको खबर आउँछ। रात परेपछि देवघाटको घाट नजिक आगोको बीचमा एउटी महिला नाचिरहेको धेरैले दाबी गरेका छन्। के हजुरहरूले पनि देवघाटमा केही यस्तो अनुभव गर्नु भएको छ? यस्तै डरलाग्दो र रोचक नेपाली कथाहरू सुन्नका लागि नेपाली अध्यारो कथा पेजलाई फलो गर्न नबिर्सनुहोस्।